गाइस म चाहिँ अहिले यो जापानको गाउँमा छु। यहाँ चाहिँ यसो बेलुका इभिनिङ वाक हिँडेको। अहिले चाहिँ हामी यो स्कुलमा आइपुगेको छौँ। यो स्कुल चाहिँ कस्तो शान्त छ। अहिले चाहिँ बिदा भइसकेको छ, बेलुकाखेरि हो। अहिले यो गाउँ हो जापानको, आनन्द शान्त हुन्छ। यहाँ कोही हुँदैन, हल्ला खल्ला गर्ने एउटा कुकुर पनि हुँदैन। यहाँ हेर्नु, त्यही गरी यहाँ यो चाहिँ करेसा बारीहरू छ आफ्नो घर छेउछाउ। पानी हेर्नु, यहाँ हेर्नुहुन्छ नि कस्तो मजाले बगिरहेको। पानीले धरि हल्ला गरे होइन है, आनन्दले बगिरहेछ। म उता त्यो उसमा पनि लग्छु तपाईँहरूलाई, खेतहरूमा पनि आउनुहोस्। मुला हेर्नुहोस् न, ब्रोकाउली, मुला, काँक्रो, प्याजहरूलाई चाहिँ बिचमा झारपात हालेर बनाइदिएको। भान्ताहरू यतातिर हेर्नु न, बगैँचा मल्टीका बिरुवाहरू पुरै यता बाँझा नेपालै गइरहेको जस्तो फिल भइरहेछ मलाई त। यो बारीमा नि घाँसहरू कस्तो मजाले काट्या हुन्छ क्या। एउटा घाँस झार त्यो नराम्रो देखिने नै हुँदैन। हरेक खेतमा बाटो हुन्छ, पानी पुरा हुन्छ। ठुलोहरू हेर्नु कति सफा पानी आइरहेको छ। यहाँ चाहिँ गाडीहरू राखेको छ, आफ्नो खेतमा जाने, काम गर्ने, आउने, गाडी लिने, हिँड्ने, त्यस्तो छ। त्यो जङ्गल हेर्नु कति राम्रो हरियाली छ। यहाँ तल खोला छ, देख्छ छैन? हेर न, त्यो भित्तामा पनि घरहरू छ जङ्गलको छेउछेउमा। यो सबै रोडहरू पुगिरहेको छ क्या। देख्नु त, यो हेरेर त के म नेपालमै छु जस्तै लाग्छ।